दर्शकबिन तपाईहरुले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओ भर्नुभयो त? यदि भर्नुभएको छैन भने भर्नुहोला, किनभने आज यस कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले 18 गतेबाट आइपिओ निष्कासन गरेको थियो र आज अन्तिम दिन रहेको छ। यस कम्पनीले जारी पुँजीको 68 करोड 96 लाख 74,400 रुपियाँ बराबरको 20% हुनाउने 13 करोड 79 लाख 35,000 रुपियाँ बराबरको 13 लाख 79,350 किता सेयर निष्कासनको अनुमति पाएको थियो, जसमध्ये यसले 6,89,675 किता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि र 68,967 किता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै यस कम्पनीले 34,484 किता सेयर सामूहिक लगानी कोष र 13,793 किता सेयर आफ्ना कर्मचारीहरूलाई सुरक्षित राखी बाँकी रहेको 5 करोड 72 लाख 43,100 रुपियाँ बराबरको रु सयका दरले 5,72,431 किता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो। यस कम्पनीको सेयर तपाईले आज अन्तिम दिन रहेकाले सबैजनाले भर्नुहोला।